हेलो हाई नमस्कार सबैजनामा। र आज चाहिँ मैले किन यो भिडियो बनाएँ, किन तपाईँहरूलाई यो भिडियो प्रस्तुत गरेँ भन्दाखेरि मेरो एकजना बहिनी हुनुहुन्थ्यो। उहाँ चाहिँ अहिले हालसाल अबुधाबीमा हुनुहुँदो रहेछ र उहाँले मलाई बिहान बिहान म्यासेज गर्नुभएको थियो क्या, दिदी स्यालोन कति बजी खुल्छ, मेरो मम्मीलाई यस्तो यस्तो गर्नु चाहिँ। अनि मनमा कस्तो छस्स छुयो क्या। अनि तिमी चाहिँ कहाँ छौ भन्दाखेरि ऊ चाहिँ अब विदेश रहेछ, त्यो पनि मलाई थाहा थिएन। अनि उहाँ चाहिँ त्यत्रो टाढोबाट पनि आफ्नो मम्मीको लागि होइन हाम्रोमा बुक गरिदिनु भएर उहाँ देख्न सक्नुहुन्छ। उहाँ चाहिँ आन्टी हुनुहुन्छ। उहाँको आन्टी कस्तो फिल भइरहेछ त? खै फर्स्टचोटि अब फर्स्टचोटि गर्नुभयो है। फर्स्टचोटि। तपाईँको छोरीले पनि उता विदेशमा यस्तै काम गर्छ अरे। अनि उसले चाहिँ भनेको अनुसारमा चाहिँ मैले जस्तो काम गर्छु मम्मीले त्यो यहाँबाट गर्नु नपाए पनि मैले गरेर जस्तै फिल गर्छु भनेर उहाँ अहिले भिडियो गर्मै हुनुहुन्छ। सायद उहाँले त्यस्तो फिल गरिराख्नु भएको थियो क्या। अब तपाईँको बहिनीले पनि विदेश, तपाईँको छोरीले पनि विदेशमा त्यस्तै काम गर्नुहुन्छ अरे क्या, अब यही सम्बन्धित। सो तपाईँ एकदमै लक्की हुनुहुँदो रहेछ। उहाँले तपाईँको खुट्टा नछोए पनि हात नछोए पनि तपाईँलाई गराइराख्नु भएको छ। सो म चाहिँ के भन्न चाहन्छु, हरेक दिदी बहिनी छोरीहरूलाई चाहिँ यसरी नै आफ्नो मम्मी बाबाहरूलाई माया गरिदिनु होला होइन। यो त अब संस्कार हो नि त, तपाईँले जस्तो संस्कार सिकाउनु भयो त्यस्तै हो नि त। सो थ्याङ्क यू। अहिलेको समयमा पनि यति धेरै माया गर्ने छोरीहरू हुनुहुन्छ, चेलीहरू हुनुहुन्छ होइन, दाजुहरू हुनुहुन्छ, भाइहरू हुनुहुन्छ। र कर्म ब्युटी स्यालोन एउटा स्यालोन मात्रै नभएर यहाँ एउटा मलाई त कस्तो लाग्छ भने एउटा मायाको पोका जस्तो पनि जस्तो लाग्छ क्या। घरिघरि उहाँहरूले कति टाढो टाढोबाट आफ्नो मम्मी बाबाहरूलाई यसरी बुक गरेर ल्याइदिनुहुन्छ है। खुसी लाग्छ। सधैँभरि यसरी नै मायाहरू गरिराख्नु होला। र यति भन्दै अहिलेको लागि बाई, नमस्कार।